Okay guys, welcome to my YouTube channel. Like, comment, subscribe. आज वेलकम टु मलेसिया हैन। आज हामी चाहिँ हैन मलेसियामा चाहिँ घुम्न आइराछौँ हैन। मलेसिया चाहिँ अब हामी आइपुग्यौँ हैन। एकदम अन द वे छौँ हामी हैन। एकदम अन द वे छौँ। हाम्रो साथीहरु यहाँ हुनुहुन्छ। साथीहरु के छ हालखबर? आउँछ दिन त एकदम ठिक छ, बिन्दास। अब अगाडि हाम्रो चाहिँ एकदम एकदम फेभरेट हाम्रो उहाँ चाहिँ कमान्डर हुनुहुन्छ। उहाँको कमान्डमा आज हामी जाँदैछौँ हैन घुमघाममा। बस ओके, थ्याङ्क यू सो मच हैन। अब बिस्तारै अब सिसी पुगेपछि अर्को भिडियो आउनेछ। हामी केएलसीसी हैन पेट्रोनास टावर भन्दो रहेछ। त्यो टावरमा चाहिँ भिजिट गर्ने हो र मुस्टमा आउनेछ। फेरि डोनाल्ड ट्रम्प पनि अब चाहिँ 26 हैन अब टुमारो अब भोलि चाहिँ हैन 26मा चाहिँ एराइभल हुने भन्ने त्यो न्युजमा लेखेको छ। मैले राम्रोसँग न्युज हेरेन। मैले यहाँ मलेसियाको न्युज हेर्दाखेरि त्यो देखाएको छ न। त्योभन्दा अगाडि पनि आएको हुनसक्छ होइन। मैले चाहिँ भर्खर मात्र न्युज हेरेको होइन। ओके, अब भोलि चाहिँ अब मिटिङ होला उनीहरूको होइन। 26 अक्टोबरमा चाहिँ एराइभल हुने होइन एटेन्ड हुने भन्ने चाहिँ जनाएको छ। न्युजमा हेरेँ मैले मलेसियाको हाइवे। मलेसियाको चाहिँ हाइवे होइन। यो हाइवे सम्बन्धी चाहिँ होइन हाम्रो सरलाई यसो जानकारी दिनु त नेपालमा यस्तै भए हुन्थ्यो कि भन्ने केही छ तपाईँको भनाइ? अब नेपालमा यस्तै भइदियो भए त राम्रो हुन्थ्यो होला नि सर। अब यस्तै नेपाल अब जहिले पनि जाम खाल्डाखुल्डी बाटो कहिले बनाउँदैन। बनाए पनि 2-6 महिना टिक्दैन, बिग्रिहाल्छन् सर। अब ठाउँ भनेको ठाउँ नै हुँदो रहेछ। हाम्रो नेपाल चाहिँ कहिले यस्तो हुन्छ होला भनेर चाहिँ सोचिरहेको छु। ल रेल कुद्ने ठाउँ पनि छ यहाँ हेर्नुहोस् होइन। ल तर ऊ चाहिँ के अरे होइन यो वातावरण चाहिँ होइन यहाँको ऊ के डाँडा नेपाल जस्तै छ है। ठ्याक्कै नेपाल जस्तै चट्टान खोरेर गरेर छ नि त। अनि यता गाउँले के छ चट्टान देखाउनुहोस् त तपाईँले। हेर्नु त यहाँ यस्तो चट्टान पहाडको व्यवस्थित तरिकाले लगेको छ नि बाटो। आज तपाईँ चाहिँ होइन निकै दिन पहाडी घुम्न गइराख्नु भएको छ। के कस्तो चाहिँ अनुभव भइरहेछ तपाईँलाई? हेर्नु त हरियाली वातावरण एकदम खुसियालीको अनुभव भइरहेछ। चट्टान अब यस्तै छ। यहाँको वातावरण एकदम राम्रो छ। हावापानी मलेसियाको यो कति 6 लेन हो कि 8 लेन हो? Let's we gone to यो त अब यहाँ अहिले उसमा अलिकति यो this is the capital of Malaysia. So we have 4 people going there. 1 2 3 4 उता 10 लाइन We are happy today now because of going to visit. 10 लाइन को ओके। Here got a 6 lane of the road. Today we gone to Kuala Lumpur. We are विकसित देश भनेको विकसितै हुन्छ नि है। यस्तो डेभलपमेन्ट कहिले हुन्छ हाम्रो नेपालमा त यो हाम्रो उसमा त होइन। अब छोरानातिको पालन हुँदैन त्यस्तै भयो नि। नेपालै अब ध्वस्त होला जस्तो छ। कसले सबै लुटेराहरू मात्रै बसेका छन् हाम्रो नेपालमा। 2 नम्बरी धन्दा गर्ने भन्दा अर्थ केही छैन। look like Nepal. चोरहरी नेताहरू जतिले सबैलाई है एक ठाउँमा भेला पारेर एउटा खाल्डो ठुलो खनेर काठमाडौँ त्यो जङ्गलमा लगेर रानीमानको जङ्गलमा लगेर सेलाउनु पर्ने छ। त्यसले त Very nice view. सिमेन्टले कस्तो डेकोरेसन गरेर यो केही हुन्छ त? यो केही हुनेवाला छैन। यतिको विकास हुनको लागि नेपालमा कति वर्ष लाग्छ होला यसो भन्ने त तपाईँको विचार के छ? यो नेपालमा हाम्रो विकास हुनको लागि चाहिँ यतिको विकास हुनको लागि हजारौँ वर्षमा पनि होला जस्तो लाग्दैन मेरो सोचाइमा चाहिँ। यो जेनजीको आन्दोलन गरेर त 1000 वर्ष होइन 1 वर्षमै चाहिँ सिङ्गापुर बनाउला जस्तो पनि गर्छ। त्योभन्दा अगाडिको नेताहरूले पनि सिङ्गापुर बनाइ थियो बनाउनु त होइन। कसरी बनायो त्यो के हिसाबले सिङ्गापुर जस्तो लाग्छ तपाईँलाई नेपाल? अब के अरे घर घरमा सिलिन्डर
पानी जहाज पुर्याउने मान्छेहरू नेपालमै छन् अहिले अब खुट्दै खुट्टाले हिँडिरहेछन् अहिलेसम्म अब खै त्यो त अब असम्भवको कुरा होला नि अब कहिले हुन्छ यस्तो बाटो त पाइसक्यो यसले सर्टकटको बाटो लगिरहेछ जहाँसम्म लाग्छ लङ टुर चाहिँ हो तर सर्टकटकै बाटो लगिरहेछ वास 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 मोमेन्टमा आएको छौँ होइन आज खतरा खतरा ग्राउन्ड फ्लोर उँधो पनि छ क्या तल पनि ल हामी मोमेन्टमा आज आएर सुनको मान्छेहरू सुनको मान्छे हो यो ल ओके मैले भिडियो बनाइरहेको छु पर्खिनु है त एक दुई शब्द बोल्नु न हो गाउँले यहाँ आउनु त अगाडि आउनु त यहीँबाट भ्याउँछ ल आज तपाईँ केएलसिसी टावर होइन यो केटा पेट्रोनास टावरमा आउनुभएको छ होइन यता हेर्नु न यता हेर्नै नसकिने छ त के हेर्नु तपाईँको टाउको त क्या ल हाम्रो सुवर्णजी हुनुहुन्छ होइन तपाईँले यसो एक दुई शब्द केही राख्नु नि त यहाँ हामी आज चाहिँ होइन केएलसिसी टावरमा यसलाई चाहिँ पेट्रोनास टावर पनि भन्दो रहेछ This is the big tower of Malaysia. We are now together visit to here. दामी छ दामी ओके तपाईँ अब यो कति वर्ष पछाडि आउनुभएको यहाँ म 15 वर्ष पछाडि 15 वर्ष पछाडि आउनु 15 वर्ष पछाडि फेरि आए आज ल अब यो टावर बनेको चाहिँ तपाईँको यो टावर बनेको चाहिँ लगभग कति त 33 वर्ष 32-33 वर्ष भएको रहेछ यो टावर होइन र उहाँ साथी चाहिँ पहिले आइसक्नु भएको हो अरू केही छ तपाईँको रमाइलो लागिरहेछ नि मैले एकदमै रमाइलो लागिरहेछ धेरै वर्षपछि आउँदा एकदम रमाइलो लागिरहेछ थ्याङ्क यू सो मच हाम्रो अर्को साथीसँग भेट भइरहेछ तपाईँलाई कस्तो फर्स्ट टाइम हो म फर्स्ट टाइम आएको छु एकदम रमाइलो लागिरहेछ ओके थ्याङ्क यू सो मच यहाँ चाहिँ एकदम चाहिँ होइन टुरिस्टहरू होइन फरेनर साथीहरू विभिन्न साथीहरू चाहिँ यहाँ घुम्न आउने रहेछ यहाँ हेर्नुहोस् यस्तो छ यहाँकै पर्यटकहरू चाहिँ यता मजाले रमाइरहनु भएको छ होइन हाम्रो गाउँले चाहिँ उतातिर हुनुहुन्छ ओहो हाम्रो गाउँले चाहिँ कता के हेरिरहेछ मलाई थाहा छैन होइन उहाँलाई नै थाहा होला ओके अब निक्ल्यौँ अब ओ कान्छी नानीको यो एउटा लाने हो कि तपाईँले ड्रेस ब्रान्डेड वाला छ नि बस होइन मूल्य सोद्धाखेरि त थाहा हुन्थ्यो नि त यति नै हो भनेर मूल्य नै सोध्यो होइन कसै थाहा हुँदैन अनि कम्ती पसेर प्राइस त सोधौँ न ओके हामी चाहिँ अब बाटो क्रस गर्न लागिरहेछौँ होइन यो चाहिँ एकदम बिजी रोड रहेछ यो कता कता जाने स्टेसनको चाहिँ होइन नामहरू पनि मजाले यहाँ लेखेको छ होइन हामीले टोकन काट्यौँ होइन यो टच गर्ने अनि यसरी छिरिहाल्ने फेरि दोस्रोचोटि छिर्छु भनेर नआउँदो रहेछ माथि ट्रेन आउँछ होइन ल ओके थ्याङ्क यू ल जाउँ